Hello and welcome back to another episode of Nepal Tour. Yes. No, हाम्रो साथी रेडी हुँदैछ यता सुनिल जोजो. Good morning bro. Good morning. Good morning. Waiba good morning. Hello, good morning. Sagar Malik. Yeah, good morning. Good morning bro. Good morning. Good morning. So right now we are at hotel only. अहिले चाहिँ रुममै छ हामी चाहिँ रुमबाट अब रेडी भएर निस्किनु आँटेको. अहिले भर्खर गएर हामीले सुनिल र मैले हामीलाई 2 दिन पुग्ने चाहिँ मनक्कै साटेर पनि ल्याइसकेछ हैन. माल पानी सबै साटेर ल्याइसकेछ. अब निस्किनु आँटेको रुमबाट. अनि दिस इज द भेरी होटल वेयर वी आर स्टेइङ राइट नाउ है. हेर्नुस् स्विमिङ पुल पनि छ. ओके स्विमिङ पुल. ओके यो हस्पिटलकै छेउमा रहेछ. यो चाहिँ लेक साइड हो. अनि होटलको नाम चाहिँ होटल आइसल्यान्ड. तपाईहरु पनि आउनुस्. डिलक्स होटल रहेछ. 3 स्टार हैन सुनिल 3 स्टार होटल. अनि 3 स्टार 3 स्टार होटलको चाहिँ तर हामीले हल्का मिलाइदिएको छ. ओके सो हामी चाहिँ एकदम सिन्सियर मान्छे हो. हामी रुम सर्भिस पनि त्यति उयो गर्दैन. हामी कसैलाई दुःख दिएन एक दिन पनि. हामी कसैलाई दुःख दिँदैन. हामी दुःख नदिने मान्छे. हामी एकदम रुम सर्भिसहरू हामी नलिने मान्छे र यसरी हामी राख्छ हैन टक्कै. 4टा रुम हो. कुनै रुमको मान्छेले नि दग्दिदैन है. उहाँहरू पनि कस्तो चाहिँ सोचिरहनु भएको तल उयसमा चाहिँ नि के अरे डाइनिङमा चाहिँ उयो छैन अघि प्लेट चाहिँ कम्ती भएन अहिले. अब एउटा टक्कै लिमिट होला नि त 50 र 60-100 प्लेट होइन. अब 20-30 प्लेट यही खन्चिरहेछ आयो. सो अहिले होटेलमा छ. अब हामी यहाँबाट रेडी भएर निस्किन आँटेको. आजको ब्लग एकदम एक्साइटिङ हुने लाग्छ. हेर्दै गर्नुहोस् एकदम एक्साइटिङ ब्लग हुन्छ आज चाहिँ. किप वाचिङ दिस ब्लग. अनि तपाईँहरू फर्स्ट टाइम हेर्नुहुँदैछ भने चाहिँ टक्कै फलो गर्नु नबिर्सिनुहोस् होला. सर नास्ता लिनुहुँदैछ सरले. नास्ता लिँदैछु. सबसे ढिलो आएर ए हजुर सबसे मिठो पाउँदैछु. स्पेशल बनाइदिए मलाई अन्डा एक्स्ट्रा. ए हजुर सरलाई सर फ्रुट्स पनि लिनुहुँदैछ विच इज भेरी नेसेसरी है. मेवा पनि रहेछ. ओके सो अब यहाँ सरहरू खाजा लिनुहुँदैछ. अनि हेre's रिसेप्सन. यहाँनिर चाहिँ रिसेप्सन छ हाम्रो होटल आइसल्यान्डको. अनि यहाँबाट चाहिँ हामी अब केही छिनमा मुभ हुनेछ. यो होटल हो हाम्रो होटल आइसल्यान्ड. अब चाहिँ हामी यहाँ पोखराबाट मुस्ताङ टप्पा लाग्नु आँटेको. हजुर यो विषयमा सापले के भन्नुहुन्छ 2 शब्द सापलाई. हामी अब यहाँ 2 डेजको स्टे सकेर अब मुस्ताङ टुवर्ड्स मुस्ताङ जाँदैछौँ. त्यतालाई धेरै इन्जोय गऱ्यौँ. छोडेर जान माया लाग्दैछ. तर अब जानै पऱ्यो होइन. आफूले गएर माथि मुक्तिनाथको दर्शन अहिले आर साप हुनुहुन्थ्यो. एन्ड हि इज द वान है हु इज स्पोन्सरिङ दिस आवर ट्रिप. अन्त अब वी आर अबाउट टु लिभ नाउ. इज इट ओपन? अगाडि बस्ने हो भाइ बा. Sagar sir on wheel. And we on non-driving scene we have our handsome, dashing, tall Waiba. And then yanira hamro Santosh, one and only jolly person. And yanira hamro Ashish vlog. Okay. So हामी चाहिँ होटलबाट निस्किसकेछ. ओके एन्ड यो चाहिँ हाम्रो पोखराको स्ट्रिट है. पोखरा यस किङ्स. यहाँनिर वी आर कमिङ अगेन किङ्स. वी आर कमिङ अगेन किङ्स. यो KFC चाहिँ खास खानु पर्ने थियो.
वीडियो क्या है चैनल फॉरेस्टर औंडुक है फॉरेस्टर औंडुक इधर इस साइड आओ तो तुम्हारा नाम क्या है नेपाली बोल्छ नेपाली हो अन्त किन हिन्दी बोलेको हैन हजुरहरु सिक्किमबाट हामी त नेपाली बोल्छ नि त तर हजुर नेपाली है भाइको नाम के हो अनुपबिका ल हाई भन्दिनु हाई यस अनुपबिका यो ठाउँको नाम के हो भन्दिनु त अन्नपूर्ण गाउँपालिका वडा नम्बर 5 नयाँ अन्नपूर्ण हजुर गाउँपालिका हजुर ओके आजको हाम्रो फर्स्ट स्टपेज हजुर ल बाई बाई ल आजको हाम्रो यहाँ फर्स्ट स्टपेज हैन पम्पमा यहाँ आएर चाहिँ हाम्रो यहाँ फ्युल हाल्नुको लागि चाहिँ यहाँ आइपुगेको हैन सर अहिलेसम्मको यात्रा एकदम रमाइलो भयो बिचमा हेर्दै आयो हैन हजुर धेरै राम्रो देखियो हजुर अहिले सकिकिन हामी तेल हाल्दैछ ए हजुर केटाहरुलाई भोक लाग्यो भने तर ए हजुर यो चाहिँ के मिठाई रहेछ फ्यान्टासी हनीको रहेछ हनी ए हजुर पेट्रोल पम्पमा यस्तो रासिन पानी बेचिन्छ रहेछ रक्सी पनि ए हजुर रेस्टुरेन्ट पनि छ कति राम्रो सबै यहाँ उहाँलाई मिठाई वितरण गर्दैछ यो अमिलो तितो पिरो है थ्याङ्क यू अमिलो तितो पिरो सेवन अलिकति कसो कमी छ ल सिनियर अहिलेसम्मको यात्रा कस्तो रह्यो तपाईको यात्रा एकदमै रमाइलो लाग्यो मजा आयो है अब लगभग हामी अहिले पोखराबाट लगभग 50-60 किलोमिटर कभर गर्यो हजुर अहिले गाडीमा अलिक तेल छु अब हालेर मिठाई गाड सबै दिनुभयो यो अमिलो यो मलाई निकै मन पर्छ यो भिडियो गर्नु मिल्छ नि है हजुर पोखरादेखि कति टाढो होला यो 40 हजार 41 किलोमिटर पोखरादेखि 41 किलोमिटर टाढो आएर चाहिँ हामी यहाँ रिफ्युल गर्दैछ हैन गाडीमा तेल लगायौँ अन्त अहिले अफ सिजन अरे सिजनमा चाहिँ तपाईहरुको रातभरि चल्दै रहेछ नि हजुर रातभरि सेवा पाउनुहुने रहेछ तपाईहरुले र यहाँनिर हामीले चाहिँ दुईटा गाडी गरेर चाहिँ 7,950 रुपैयाँको तेल लायौँ एनसी ल अब चाहिँ फेरबदल भयो गाडीभित्र सवारीहरूमा टप बोका आइपुगेछ अगाडि टप ब्लगर उहाँले भन्नुभएको चाहिँ टप ब्लगर भन्नुभएको तर होइन टङ स्लिप भएको होइन अनि सबै स्लिप भइहाल्छ के देख्नु अनि पछाडि चाहिँ जोनी सरी आशिष सुब्बा पाइन्छ अन्त तल्लोपट्टि चाहिँ हाम्रो सुरज आर हो अनि यता उँभोपट्टि त अब उहाँ अघि सबैजना चेन्ज चाहिँ अब सुरज आर र यहाँनिर म भएको हो र पोखराबाट लगभग 43 किलोमिटर अगाडि हामी आइसकेको छ अनि अहिलेसम्मको यात्रामा सागरलाई के कस्तो अनुभव हुनु त आइबसेको मालिक बाउ त पाइन्छ राम्रै रोडहरू छ ओके लेट्स सो भाइ माथिसम्म पेल्दै जाँदाखेरि राम्रै हुन्छ होला होइन के भन्छ साथीहरू हो मजाले पेल्ने हो माथि अब मुस्ताङ पुगेर चाहिँ दबागा हान्ने हो दबागा मजाले हो अब यो कुनै के गार्ने भनेको चाहिँ के हो मैले लाउनु मिल्छ कि कुनै के गार्ने भन्नु चाहिँ मैले लाउनु मिल्छ कि भिडियोमा लाउँछ डबाका भनेको तिम्रो यो रक्सी हो ए ओके 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 मेरी बासी अरे सकिगो नि हेर्छ तपाईँ सकिगो नभन्छ डबाका खान्छ नि त केटा ए ओके ओके ल ठिक छ कुन चाहिँ ब्रिज हो यो चाहिँ
त पिन्छ रन्डी रड्की रहेछ त माथि यहाँ किसान हो त्यही त है त्यो कहाँ जानु Okay, let me show you something, guys. एउटा चीज देखाउँदै तपाईहरुलाई पेट्रोलको कारण जस्तो देख्नुहुँदैछ तपाईले but it's not war, it's a place. लरेगा बेनी नगरपालिका यही माथि छ बेनी बजार चाहिँ ओके आजको पाइलट कस्तो ठिकै छ अहिलेसम्म त ठिकै छ बेसी भएको छैन 2.5 आवर अलमोस्ट भयो हामी हिँडेको अहिलेसम्म त ठिकै छ बाटो यहाँदेखि उकालो के कसो छ अब हेर्दै गर्नुहोस् तर प्रब्लम हुँदैन हामी हिलमा ड्राइभ गर्ने मान्छे हो हामी नो प्रब्लम चाहिँ हामीलाई सिक्किमै फिल भएको थियो त्यो जग्गा 2-3 टर्निङ हैन फर्स्ट ठिकै छ है सन्तोष बेटेको तिमीलाई बेनी बजारमा त्यो बेनी बजार आइपुग्यो ओके ओके ठीक छ अब नास्ता गर्ने हो ओके ठीक छ ओके दिदी हामी बेनी बजार आइपुग्यो हो ए ओके सो हामी चाहिँ बेनी बजार आइपुगेछ अहिले भने चाहिँ अनि यहाँ अब सब साथीहरू छ यहाँ गाइड चाहिँ हाम्रो मनोज सिनियर होला आज चाहिँ अहिले हामी बेनी बजार आइपुग्यो हामी बागलुङ हाइवे ओके अब अलिकति खानाको लागि अब एकछिन कता राम्रो पाउँछ हेरौँ ए ओके ओके त्यहाँ खाएपछि त्यहाँदेखि फेरि मुभ हुन्छ फेरि मुभ हुन्छ कता जानकारी दिँदैछौँ हामी ओके अलि टेस्ट गर्दा हुन्छ नि होइन मगाउँ कि कतिजना पुग्छ हामी बेनी बजार आएछ बदेलको मासु खाना आएको छ के को मासु अरे बदेलको मासु खाना आएको छ एक्ज्याक्टली फर्स्ट टाइम बदेलको मासु बदेलको मासु ओके सो अब चाहिँ खाना आएको बदेलको मासु गाडीको लक भयो भने टेन्सन लाग्यो गाडी तुले खिच्यो भने लक हैन फेरि यहाँबाट एकखेप गर्दा पनि हुन्छ नि सरले मगाउनु पर्छ खाना मगाउनु पर्छ मगाएको यहाँनिर दामी एक्स्ट्रा कुरा चाहिँ सिक्किममा नपाइने बदल यहाँ पाइँदछ भात खानुको लागि बदलसँग एक्साइटेड छ हजुर यो जग्गा चाहिँ के हो थाहा भएन बेनी बजारहरू बेनी बजार हजुर पुरै लागेर बसेको दशहरा होटल त यो दामी बसहरू यहाँ ए हजुर हुन्छ त्यस्तै छ अब आजको हप्ता अहिलेसम्मको यात्रा ठिकै छ सर अहिलेसम्मको यात्रा एकदम ठिकै छ हजुर गीत गाउँदै आयो सरलाई लास्ट ए के अरे भोलिपल्ट केटाहरू सानो फोन गर्दैन याद आएर लास्ट डे भयो खाना स्कुलको हाम्रो खाना आइसक्यो आज चाहिँ भेज राइस मेरो चाहिँ भोक लागेको थियो क्या केटाहरू ट्याङ्किरहेको स्पिड छ त स्पिडमा शेरचन होटल भन्छ हुन्छ दाईको नाम सुमन श्रेष्ठ हुन्छ हुन्छ दाई शेरचन ए थकाली हुन्छ हुन्छ अब हामी यहाँबाट निस्केको उहाँ दाईलाई धन्यवाद तपाईँलाई पनि धन्यवाद बाई बाई अब चाहिँ चलो चलो शेरचन थकाली अब चाहिँ लाइक यस्टरडे आज फेरि मेरो टर्न भयो अब चाहिँ पाइलट नन ड्राइभिङ सिटमा हाम्रो सागर दाई सबैजना छ पछाडि ब्याकमा अनि अहिले चाहिँ बेनी बजारबाट खानासाना खाएर चाहिँ मुस्ताङतर्फ लाग्यो चेकपोस्ट योभन्दा अगाडि चेकपोस्ट छ कि छैन है पानी पर्दैछ सिरिरी हो
अन्त म चाहिँ अहिले चाहिँ आफै पाइलट भएको कारणले भिडियो त्यति बनाएको छुइनँ। चिसो पानी आउँदो रहेछ, निकै आयो, अल्टिट्युड भइसक्यो रहेछ। गाँसा पुलिस आउटपोस्ट रहेछ, चेकपोस्ट रहेछ। नेसनल ट्रस्ट फर नेचर कन्जर्भेसन अन्नपूर्ण कन्जर्भेसन एरिया प्रोजेक्ट एसिए चेकपोस्ट एन्ड इन्फर्मेसन सेन्टर घाँसा। मुस्ताङ आइपुगेछ। मुस्ताङ आइपुगेछ सुनिल। मुस्ताङ आइपुग्यो खै। मुस्ताङमा चाहिँ यस्तोमा छु मुस्ताङमा लु मुस्ताङको चढमा मुस्ताङ यहाँ चाहिँ मुस्ताङको जानुमा चाहिँ केटाहरू यस कति मजा आउँदैछ। रमाइलो दाइ रमाइलो एकदम रमाइलो दाइ रमाइलो। खै आशिष दाइ रमाइलो ल है। अब चाहिँ यहाँबाट अगाडि लाग्नु आँटेको होइन। अब सायद लास्ट चेक पोस्ट होला है। लास्ट चेक पोस्ट अगाडि पनि हुनसक्छ। ल सर कहाँ हुनुहुन्छ? ए हो ल साली उयो भन्दैछ अहिले। ल म चाहिँ गाडी चलाउँदैछु, त्यही भएर चाहिँ भिडियो चाहिँ कम्ती गर्दैछु होइन। अरूहरूको आशिष सुब्बा भ्लग्स र सुनिल तामाङ मोक्तान भ्लग चाहिँ हेर्नु सबैहरूले। ओके आशिष सुब्बा भ्लग्स र सुनिल तामाङ मोक्तान छ है। दुईजनाको भ्लगहरू तपाईँले खोजेर हेर्नुहोस् होइन। एकदम दामी भ्लग छ। म चाहिँ यो गाडीले गर्दाखेरि चाहिँ भ्लग बनाउनु सकेको छुइनँ, प्रपर भ्लग। हेलो दाइ। एउटा अर्को स्टपेजमा आएर यहाँनिर फोटो सुट हुँदैछ हाम्रो सबैजनाको। ल सबैजना ग्रुप फोटोग्राफ ल। चेक दिस आउट भ्युज हेर्नुहोस् न। भ्युज ल मैले चाहिँ यो ज्याकेट बोकेको छ, राम्रो भयो। थ्याङ्क यू, क्रेडिट गोज टु यु। यो ज्याकेट बोक्नुको लागि चाहिँ मैले सोचेकै थिएन ज्याकेट टोपीहरू केही बोक्नै बिर्सेछु होइन। खासमा टोपी पनि चाहिन्थ्यो रहेछ। अब यसो हुँदैछ। अब यो एउटा चिज देखाउँछु तपाईँहरूलाई म। यहाँ हेर्नुहोस् न। वा ए हो अलिकति यो भनिदिनुहोस् त। यो एप्पल अलिकति डिफ्रेन्ट रहेछ नि छिने। यो चाहिँ तपाईँको यो